नमस्कार सम्पूर्ण क्रिकेट फ्यानहरुलाई हाम्रो यस भिडियोमा हार्दिक स्वागत छ। अब नेपालले आईसीसी लीग 2 को अर्को सिरिज कहिलेबाट अनि कहाँ खेल्दैछ भन्ने बारेमा यस भिडियोमा हामी विशेष चर्चा गर्नेछौं। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। ओमानलाई हराउँदै नेपालले आफ्नो घरेलु मैदानमा भएको आईसीसी वर्ल्ड कप लीग 2 को ओमान र यूएई सम्मिलित यो सिरिजको सुखद अन्त्य गरेको छ। यो सिरिजको नतिजाको कुरा गर्ने हो भने यो सिरिज नेपालकै पक्षमा गयो भन्दा फरक नपर्ला, किनभने नेपालले यो सिरिजबाट महत्त्वपूर्ण 6 अङ्क जोड्न सफल भएको छ। यो सिरिजमा घाटा भने ओमानलाई भएको छ, किनभने ओमान लीग 2 अङ्क तालिकाको 4 नम्बरमा रहेको टोली हो। यो सिरिजबाट ओमानले 2 अङ्क मात्र जोडेको छ, त्यो पनि नेपाल विरुद्ध। यूएईसँग त ओमानले 2 म्याचमा 2 म्याच नै हार्न पुगेको थियो। अरूको जेसुकै होस्, नेपाललाई भने यो सिरिजबाट एकदमै फाइदा भएको छ। महत्त्वपूर्ण 6 अङ्कसहित नेपालले लीग 2 अङ्क तालिकामा 18 अङ्क बनाएको छ। अब नेपालको अर्को लीग 2 को सिरिज मे 12बाट नेपालमा नै हुनेछ। नेपाललाई फेरि घरेलु मैदानमा अर्को लीग 2 सिरिज मिल्नेवाला छ। स्कटल्यान्ड र यूएसए को टोली लीग 2 को सिरिज खेल्न नेपाल आउँदैछ। नेपाललाई टप 4 मा रहँदै सिधै ओडिआई वर्ल्ड कप क्वालिफायर खेल्न र ओडिआई मान्यता बचाउन अब आउने लीग 2 का हरेक म्याचहरू जित्नै पर्ने दबाब रहेको छ। त्यसैले पनि नेपालका लागि स्कटल्यान्ड र यूएसए सँगको लीग 2 सिरिज एकदमै महत्त्वपूर्ण रहेको छ। यूएसए र स्कटल्यान्डलाई हराउन नेपालका लागि त्यति सहज भने हुने छैन, किनभने यी दुई देश लीग 2 अङ्क तालिकामा शीर्ष स्थानमा रहेका छन्। यूएसए लीग 2 अङ्क तालिकाको नम्बर 1 मा रहेको छ भने स्कटल्यान्ड 2 नम्बरमा रहेको छ। यूएसए को क्रिकेट टिममा धेरै जस्तो भारतीय र पाकिस्तानी अनुभवी खेलाडीहरू रहेका छन्। उनीहरूलाई लामो फर्म्याटका क्रिकेट म्याचहरू धेरै खेलेको अनुभव छ। त्यसैले पनि उनीहरूले लीग 2 का धेरै जसो म्याचहरू लगातार जितिरहेका छन्। त्यस्तै स्कटल्यान्ड पनि टी20 म्याचमा भन्दा ओडिआई म्याचमा बलियो रहेको छ। स्कटल्यान्डमा पनि अनुभवी खेलाडीहरूको कुनै कमी छैन। लगातार लीग 2 को म्याचहरूमा राम्रो प्रदर्शन गरेकोले स्कटल्यान्ड लीग 2 मा बलियो अवस्थामा रहेको छ। लीग 2 मा यूएसए र नेपालको भेट टी20 वर्ल्ड कप क्वालिफायर पछि यूएई मा भएको थियो। तर दुःखको कुरा नेपालले त्यहाँ यूएसए सँग 2 मा 2 खेल नै हार्न पुगेको थियो र स्कटल्यान्डसँगको नेपालको लीग 2 को भेटको कुरा गर्नुपर्दा नेपालले 2025 मा स्कटल्यान्डमै गएर खेलेको थियो, जसमा करण केसीको शानदार प्रदर्शनको दममा नेपालले स्कटल्यान्डलाई हराउन सफल भएको थियो। त्यसपछि 2026 को टी20 वर्ल्ड कपमा नेपालले स्कटल्यान्डलाई हराएको थियो। लीग 2 का पछिल्ला खेलहरू हेर्दा नेपालका लागि यूएसए र स्कटल्यान्ड बलिया प्रतिद्वन्दी हुन्। तर ओमान र यूएईसँगको लीग 2 सिरिजपछि नेपालले पनि राम्रो कमब्याक गरेको छ। त्यसमा पनि नेपाललाई घरेलु मैदानको राम्रो फाइदा हुनेवाला छ, किनभने नेपालले घरेलु मैदानमा प्राय कमै म्याचहरू हार्ने गर्छ। त्यसैले पनि यूएसए र स्कटल्यान्डलाई पनि नेपालमा आएर नेपाललाई हराउन त्यति सहज भने हुने छैन। आशा छ नेपालले घरेलु मैदानको फाइदा उठाउँदै यूएसए र स्कटल्यान्ड विरुद्ध सबै म्याचहरू जित्न सफल हुनेछ। तपाईहरुलाई के लाग्छ, के नेपालले यूएसए र स्कटल्यान्ड विरुद्ध सबै म्याच जित्न सक्ला त? कमेन्ट गर्नुहोला र भिडियो मन परेमा एक लाइक गरी च्यानललाई एक सब्स्क्राइब पनि गरिदिनुहोला।